साथीहरु हामी चाहिँ घुम्न गएको हिजो कालिम्चोक मन्दिर गएर दोलखा भ्युसिन मन्दिर गएर त्यसपछि हामी फेरि दोलखामा खाना खाएर अनि हामी जिरी पुग्यौं। जिरीको 2-3 घण्टाको यात्रा चौरमा बस्यौं। त्यसपछि हामी जिरीमै बास भयो। अनि आज चाहिँ आएर चरीकोटमा चिया नास्ता खाएर अनि आएर अहिले चाहिँ यो खरीढुङ्गा भन्ने ठाउँमा अलिक माथि बसेको थियो। यहाँ दिदी हुनुहुन्छ अनि माथि बसेको थियो। फेरि अहिले दाइहरु चाहिँ कफी खानतिर लाग्नु भएको छ। अनि हामी चाहिँ यसो दिदी बहिनी यतातिर घुम्न आएर यो खरीढुङ्गा भन्ने ठाउँको चाहिँ दृश्य यस्तो रहेछ। अनि त्यसपछि हामी यो अब खरीढुङ्गाबाट मुडे झरेर मुडेबाट अब फेरि आज तौथली मन्दिर गएर अनि घर पुगेर चाहिँ हाम्रो गन्तव्य पुरा हुने भयो। साथीहरु यस्तो रहेछ, घुम्न आउनु है तपाईहरु पनि।